एभ्रीवान, गुड मर्निङ। आज चाहिँ म 4 बजे उठेर चाहिँ काममा जानुपर्ने थियो, त्यसैले फ्रेस हुन लागेँ। मेरो चाहिँ आइएम नट द मर्निङ पर्सन, त्यसैले मलाई चाहिँ बिहानमा उठ्न एकदम गाह्रो लाग्छ। तर पनि मेरो विकमा 5 डे चाहिँ मर्निङ सिफ्ट हुन्छ, उठ्नु नै पर्ने हुन्छ। स्टिल मेरो माइन्डमा चाहिँ आज सिक लिभ हान्छु, आज सुत्छु भन्ने यस्तो क्वेसन आइरहन्छ एभ्री डे जस्तो। तपाईँहरूलाई पनि त्यस्तै हुन्छ कि हुँदैन? अनि लङ डे हुनेवाला थियो मेरो। आफ्टर वर्कमा युनिभर्सिटी मेरो क्लास थियो, पनि पढ्न जानुपर्ने थियो। त्यसैले चाहिँ मैले लन्च प्रिपेयर गर्न थालेँ। मैले भेजिटेबल चाहिँ मैले अघिल्लै दिन बनाएर राखेको थिएँ, भोलि बिहान सजिलो हुन्छ भनेर। अनि लेट भइसकेको थियो, म झापझुप रेडी भएर अनि निस्किएँ। बाहिर त कस्तो पानी आइरहेको थियो, तर पनि के गर्ने, विदेशमा काममा त जानै पर्यो। विदाउट वर्क त केही पनि छैन। मनमा हल्का खुसी लागिरहेको थियो, किनभने मेरो एभ्रिडे जस्तो डिफ्रेन्ट ब्रान्चमा काम गर्छ। अनि आज चाहिँ मेरो काम लिबर ब्रिज त्यो बिसप गेटमा थियो। त्यहाँको सुपरभाइजर चाहिँ नेपाली दिदी हुनुहुन्छ, त्यसैले चाहिँ मलाई म नेपाली भनेपछि छुट्टै भाइब्स हुन्छ नि त। त्यहाँ नेपाली दिदी दाइ हुनुहुन्छ, त्यसैले म खुसी भएर काममा पुगेँ। ड्यु टु प्राइभेसी हाम्रो चाहिँ तल किचनमा वेयर हाउसमा चाहिँ क्यामेरा अलाउड छैन, त्यसैले मान्छेबाट नै क्यामेरा क्लोज गर्नुपर्ने हुन्छ। दिस इज माई प्लेस। फाइनली अब चाहिँ मेरो सिफ्ट सकेर म चाहिँ अब युनिभर्सिटी जाँदैछु। मेरो क्लास थियो आज। त्यसपछि म नर्स क्लिनिक पुगेँ। युनिभर्सिटी पुगेर पहिला मर्निङमा प्रिपेयर गरेको लन्च खाएँ। लन्च खाएर क्लासमा गएर रेडी फर स्टडी भयो। पढ्नु त परिहाल्यो गाइस। अनि मेरो 6 बजे चाहिँ मेरो युनि बिदा भयो। त्यसपछि चाहिँ म ब्याक टु होम गएँ। भोलि पनि मेरो मर्निङ सिफ्ट थियो, त्यसैले मेरो हल्का असाइनमेन्टहरू गरेँ। असाइनमेन्ट गरेर मैले खाना बनाएँ, खाएर सुतेँ। थ्याङ्क यू गाइस, थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यू इन द नेक्स्ट ब्लग।